सजिलै नपाइने यस चिज बिहानै उठेर घरमा गए अनि घरबाट भैँसीलाई चरन क्षेत्रमा छोडेर आउने आदेश मिल्यो, जसले पूरा गर्नलाई हिँडे। यहाँनिर जहिले नि भाग्छ मनिकै गम दगुरेर फर्काएर चरन क्षेत्रमा पुर्याए अनि शीतल मौसमको आनन्द लिँदै बसेको थिए। मेरो मानसपटलमा के आयो भन्दा अचेल बेलकै पछि पानी परेको छ, पक्कै पाइन्छ होला भनेर जंगलमा छिरे। पहिलो त लस्टीलाई सेफ ठाउँमा राखेर पहिलो बुटमा हेरे, उद्घाटन भइहाल्यो। दोस्रो बुटमा अलि सानो रहेछ भाँचेर। तेस्रो बुटमा हेर्दा दुईवटा पलाएको रहेछ, जसलाई लिएर माथि माथि खोज्दै गए। छैटौँ र सातौँ बुटबाट एक एकवटा पाइयो। खोज्ने क्रमलाई जारी नै राखेर 6-7वटा बुटमा हेर्दा नपलाएको रहेछ। अब भने मुहारमा थोरै निराशा छायो। जुगाले पनि सताउन थाल्यो, तर पनि हरेस नखाई खोज्दै गए। वनको रातो औँसीले देखे, जसलाई ग्रहण गरेर अलि माथि गएको एकपछि अर्को गर्दै 4वटा पाइयो। लेखेको हुनुपर्छ, आफै आउँछ भने जसरी नै बुटै नभएको ठाउँमा पलाएको रहेछ। खोज्दै खोज्दै माथि डाँडामा पुगे। अब भने फर्किनु पर्छ भन्ने हेतुले हेर्दै हेर्दै तल झरेको थिए। अरूले भाँचेको मात्रै पाएपछि बाटोमा निस्केर दायाँ बायाँ हेरेको थिए। एक ठाउँमा पाइयो, त्यसको आडैमा 3वटा पाइयो। यतिन्जेल एक मुठी भइसकेको थियो। यति भएपछि पुगी गयो नि भनेर लस्टी निकाली जंगलबाट बाहिर निस्केर गन्दा 45वटा बुटबाट 19वटा पाइएको रहेछ, जसलाई लिएर खुसी हुँदै घर फर्के।